हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ मर्निङ वकको लागि उठिसकेको छु र अब जानु लागेको। म चाहिँ यहाँ मेरो हस्बेन्डलाई पर्खिरहेको छु आज्ञालाई। उहाँ पनि एकदम रेडी हुँदैछ। गुड मर्निङ। आज चाहिँ किन वकमा जाँदैछु भने किनभने मेरो सानो नानीहरूको चाहिँ एक्जाम सक्यो, प्लस अब ठुलोको चाहिँ आज पढ्ने छुट्टी रहेछ। त्यही भएर अब अलिक फ्री भएर म चाहिँ छुट्टीमा मात्रै जानु भइरहन्छु, नभए अरू बेला खानापिना बनाउनु पर्ने हुन्छ। त्यसले गर्दा 5:30 मा अन्धेरै चाहिँ बिहानी चाहिँ यति साह्रो सुनौलो भइरहेछ। हेर्नुहोस् न पारि। र साथी हामीहरू यहाँ बल्ल बल्ल यहाँ दिछिलिङ आइपुग्दा चाहिँ अलिक उज्यालो भयो है। यसलाई यो एरिया यहाँदेखि उता चाहिँ अब दिछिलिङ भन्छ है। कतिले चिन्नुहुन्छ, कतिले चिन्नु हुँदैन है। ल पनि उहिले हामी बस्दाखेरि 2टा कि 3टा घर मात्रै थियो हाम्रो दिछिलिङमा नि। अहिले त आमामा हेर्नु यहाँ डेभलप हुँदैछ। मर्निङ मर्निङ। यो दिछिलिङ चाहिँ अब कतिजना बाहिर यो हाम्रो टाढो बस्नेहरूलाई थाहा छैन होला। यो चाहिँ हाम्रो गान्तोक वरिपरि, सिक्किमको क्यापिटल गान्तोक वरिपरिको जति पनि यो प्राय बुद्धिस्ट मान्नेहरू हुन्छ है, उहाँहरूको यो अन्तिम संस्कार गर्ने जग्गा क्या यो क्रिमेटोरी, यहाँ लास जलाउने जग्गा। र एउटा मलाई एउटा कुरा भन्नु मन लागेको थियो। पहिला हामी केटाकेटी हुँदाखेरि स्कुल चाहिँ हामी तल यो वाइटल भन्ने गान्तोक छेउमा पढ्थ्यौँ कि। अन्त फर्केर आउँदा गाडी रोकिदियो, अङ्कल अङ्कल हामी पनि जान्छौँ नि भन्थ्यो कि। कहाँ जाने भाइ भन्थ्यो कि, दिछिलिङ भन्थ्यो कि। ड्राइभरले हामीलाई जिस्कायो, अब यी भाइ बेला भएको छैन हो अहिले दिछिलिङ जाने भन्थ्यो नि। यहाँ लास जलाउँछ नि त त्यसले गर्दा। अन्त यहाँ माथि चाहिँ ग्रेफ क्याम्प छ है। यहाँ चाहिँ डेली भजन बज्छ 5 बजीदेखि। ओ माथि डाँडामा चाहिँ यहाँ हेर्नुहोस्, माथि यो डाँडा छ नि हो, यहाँनिर डाँडामा चाहिँ इन्च स्कुल भन्ने छ हो। यहाँनिर चाहिँ मेरो बुढिया र म पनि पढेको यहाँ इन्च स्कुल। यो चाहिँ यता चाहिँ रोङ्गे स्कुल हो। यहाँ चाहिँ मेरो भाइको दोकान बन्साइले खोलेको थियो यहाँनिर।